सो गुड मर्निङ एभ्री वान। आज म अर्ग्यानिक केमिस्ट्रीको एउटा इम्पोर्टेन्ट क्वेसन सल्भ गर्छु जुन चाहिँ विशेष गरी ग्रेड 11मा बढी इम्पोर्टेन्ट छ र 12मा पनि 2 मार्क्सको लागि सोध्न सक्छ यो क्वेसन। रिसेन्टली भएको थर्ड टर्मिनल इक्जाममा म्याक्सिमम स्टुडेन्टहरूले यो क्वेसन बिगार्नु भएको थियो। सो हाम्रो क्वेसन चाहिँ यस प्रकारको छ, तपाईँहरूले क्लियरली देख्न सक्नुहुन्छ। मैले यो क्वेसनलाई हिन्टको रूपमा यसरी लेखिदिएको छु। एउटा अनस्याचुरेटेड हाइड्रोकार्बन छ, एउटा अनस्याचुरेटेड हाइड्रोकार्बन छ जसलाई हामीले HBrसँग ट्रिट गर्दाखेरि सी भन्छ, सी भन्ने प्रडक्ट भन्छ। र त्यो सीलाई चाहिँ हामीले सोडियम मेटल र ड्राई इथरसँग ट्रिट गर्दाखेरि डी भन्छ। र त्यो डीको कन्डेन्स मोलिकुलर फर्मुला हामीलाई दिइएको छ C6H14। हामी यो C6H14बाट हामी के प्रिडिक्ट गर्न सक्छौँ भने हामीलाई दिइएको अर्ग्यानिक कम्पाउन्ड पक्कै पनि अल्केन हो भनेर बुझ्न सक्छौँ, किनकि अल्केनको जनरल फर्मुला CnH2n+2 हो। सो यो 6 कार्बनको अल्केन हो है। अब अहिले यसरी बुझ्नु पर्दाखेरि 6 कार्बनको अल्केन हेक्जेन भनेर बुझ्नुपर्छ। अब अर्को इम्पोर्टेन्ट कुरा छ, तपाईँहरूले एउटा वुड्स रियाक्सन भनेर पढ्नु भएको थियो होला, वुड्स रियाक्सन जसमा चाहिँ सिमेट्रिकल अल्केन भन्छ है। वुड्स रियाक्सन भन्ने बित्तिकै हामीले सिमेट्रिकल अल्केन भनेर बुझ्नुपर्छ। यहाँनिर हेर्नुहोस् त, सीलाई यो सी भनेको प्रडक्टलाई सोडियम मेटल र ड्राई इथरको प्रेजेन्समा ट्रिट गर्यो भने हामी 6 कार्बनको अल्केन पाउँदैछौँ भने यो सी भन्ने पक्कै पनि 3 कार्बनको हेलो अल्केन हुनुपर्छ। सो 6 कार्बनको यो पाउनुको लागि यो 3 कार्बनको हेलो अल्केन हुनुपर्छ। यो 3 कार्बनको हेलो अल्केन हामीसँग यो दुईवटा सम्भावना छ, एउटा CH3CH2CH2Cl, अर्को सरी यहाँ Br भएको हुनाले यहाँ Br होला है, CH3CHBrCH3। अब यो दुईटामा को बन्ने भन्ने कुरा हामीलाई यहाँनिर यो HBrसँग केसँग ट्रिट गरेको छ भन्ने कुरा डिपेन्ड गर्छ। यदि यहाँनिर पेरोक्साइड भइदिएको भए हामी एन्टी मार्कोनिकप्स रुलतिर जान्थ्यौँ र हाम्रो मेजर प्रडक्ट यो हुन्थ्यो। तर यहाँनिर HBr मात्र भनेको कारणले गर्दाखेरि हाम्रो मेजर प्रडक्ट यो बन्न जान्छ। सो हाम्रो अनस्याचुरेटेड हाइड्रोकार्बन भनेको 3 कार्बनको के हुनु पर्यो त, अल्किन हुनु पर्यो। सो मैले यहाँनिर लेखिदिएको छु एकर्डिङ टु द क्वेसन। यो तपाईँहरूले लेख्नु पर्दैन, मैले बुझाउनुको लागि मात्र लेखिदिएको हो। यु क्यान राइट डिरेक्टली according to the question unsaturated hydrocarbon must be alkene of 3 carbon। भन्नुको मतलब हाम्रो 3 कार्बनको अल्किन के हो त, प्रोपिन हो। फर्स्ट नम्बरमा यो डबल बन्ड भएको हुनाले 1EN लेखिरहनु परेन। सो यो प्रोपिनलाई मैले HBrसँग ट्रिट गर्यो भने अनसिमेट्रिकल एसिड पनि भन्छौँ, हेलो एसिडसँग ट्रिट गऱ्यौँ भने यसको पोजिटिभ पार्ट मार्कोनिकप्स रुल यहाँनिर एप्लाई गर्नुपर्छ। यो पोजिटिभ पार्ट हाम्रो अनसिमेट्रिकल एसिडको पोजिटिभ पार्ट चाहिँ हाम्रो त्यो कार्बनमा गएर अट्याच हुन्छ जसमा हाइड्रोजनको सङ्ख्या बढी हुन्छ, र यो नेगेटिभ पार्ट चाहिँ त्यो पार्टमा गएर अट्याच हुन्छ जसमा हाइड्रोजनको सङ्ख्या कम हुन्छ, र यसरी हाम्रो 2-ब्रोमो प्रोपेन भन्छ। मैले यहाँनिर सीको IUPAC नेमसहित लेखिदिएको छु, यहाँनिर हामीलाई IUPAC नेम सोधेको भएर। सो 3C भनेको हाम्रो के रहेछ त, 2-ब्रोमो प्रोपेन रहेछ। र यो बनेको 2-ब्रोमो प्रोपेनलाई दुईवटा मोलिक्युल हामीले लियौँ सोडियम मेटल र ड्राई इथरको प्रेजेन्टमा भन्दाखेरिमा हामीले के पाउँछौँ त, 2,3 डाइमिथाइल ब्युटेन पाउँछौँ। यहाँनिर अर्को इम्पोर्टेन्ट कुरा बुझ्नुपर्ने छ विद्यार्थीहरूले, मैले यस्तो लेखेको पनि देखेको छु, म्याक्सिममले आन्सर म्याक्सिममले C6H14 लेखेको पनि देखेको छु, म्याक्सिममले CH3CH2CH2CH2CH3 भन्नुको मतलब एन हेक्जेन लेखेको पनि देखेको छु। यो यसरी कन्डेन्स फर्ममा कहिले पनि लेख्नु हुँदैन अर्ग्यानिक केमिस्ट्रीको। यो तपाईँहरूलाई एउटा इम्पोर्टेन्ट सजेसन भयो। प्लिज जहिले पनि अर्ग्यानिक केमिस्ट्रीको रियाक्सन लेख्ने बेलामा सकेसम्म यतिको स्ट्रक्चर तपाईँहरूले प्रेजेन्ट गर्नु होला रियाक्सन इक्वेसन लेख्ने बेलामा, अनि बल्ल प्रडक्ट क्लियर हुन्छ। यदि तपाईँले C6H14 लेख्नुभयो भने हाम्रो बन्ने प्रडक्ट त 2,3 डाइमिथाइल ब्युटेन हो, जो चाहिँ C6H14 ले क्लियर गर्दैन है, किनकि C6H14 भनेको त एन हेक्जेन पनि हुनसक्छ, 2,3 डाइमिथाइल ब्युटेन पनि हुनसक्छ। सो यो दिएको क्वेसन अनुसार हाम्रो बन्ने प्रडक्ट डी के हो त, 2,3 डाइमिथाइल ब्युटेन। एन हेक्जेन पनि बन्दैन है, प्लिज यसलाई ख्याल गर्नु होला। र अर्को कुरा, वुड्स रियाक्सन भन्ने बित्तिकै सिमेट्रिकल अल्केन बन्ने हो।
सिमेट्रिकल भनेको इभन नम्बर अफ कार्बन भएको, इभन कार्बन भएको सिमेट्रिकल अल्केन मात्र बन्ने हो, अनसिमेट्रिकल अल्केन यहाँबाट बन्दैन। भन्नुको मतलब तपाईहरुलाई 3 कार्बनको अल्केन बनाउन सकिन्छ भनेर तपाईहरुलाई वुड्स रिएक्सनबाट सोध्ला सकिँदैन भन्नु पर्यो। अब क्वेशन नम्बर सी मा चाहिँ के छ, गिभ द स्ट्रक्चरल फर्मुला अफ पोजिसनल आइसोमर अफ सी। हाम्रो सी चाहिँ के हो त, 2 ब्रोमो प्रोपेन हो। पोजिसनल आइसोमर भनेको हाम्रो कुनै सब्स्टिट्युन्टको कुनै फङ्सनल ग्रुपको यदि पोजिसनहरू हामीले यदि चेन्ज गरिदिन्छौँ भने त्यो दुईटा पेयरलाई हामी पोजिसनल आइसोमर भन्छौँ। दुईटैको मोलिकुलर फर्मुला सेम हुन्छ, तर पोजिसन अफ सब्स्टिट्युन्ट, पोजिसन अफ डबल बोन्ड, पोजिसन अफ फङ्सनल ग्रुप इज चेन्ज। ल हेर्नुहोस् त यो दुईटा स्ट्रक्चरमा के फरक छ। यो केसमा चाहिँ हाम्रो यो ब्रोमो भन्ने सब्स्टिट्युन्ट सेकेन्ड पोजिसनमा छ, त्यही भएर यसको नाम 1 2 3 2 ब्रोमो प्रोपेन हुन गयो। सो यो ब्रोमो भन्ने सब्स्टिट्युन्टलाई मैले फर्स्ट पोजिसनमा राखिदिएँ भने यसलाई मैले 1 ब्रोमो प्रोपेन है अथवा ब्रोमो प्रोपेन पनि भन्न सक्छु, 1 ब्रोमो प्रोपेन। ल यसको स्ट्रक्चर बना भनेको भएर हामीले यसलाई चाहिँ यो कन्डेन्स फर्म भयो, यसलाई चाहिँ हामी अलिकति स्ट्रक्चरल फर्ममा चाहिँ यसरी प्रेजेन्ट गर्न सक्छौँ। यसरी हाम्रो क्वेसनको सोलुसन कम्प्लिट हुन्छ है। नजानेको क्वेसनहरू प्लिज कलेक्ट गर्नु होला र सोध्न नबिर्सिनु होला। थ्याङ्क यू।